कुरा बिर्सिसु क्या हो? मलाई अलिकति पैसा चाहिएको थियो। बिर्सेको छैन, मसँग भएको अहिले यति हो। लगेर काम चलाउँदै गर्न त भइहाल्छ नि, आवश्यक परेको बेला यति दिनु ठुलो कुरा हो। तपाईँ धेरै धेरै धन्यवाद। धन्यवाद दिइराख्नु पर्दैन। अनि सुन त, तेरो र बिबुको कुरा चाहिँ के भयो नि? अनि तैँले त उसले छिटै बिहे गर्छ भन्दै थिइस् त। भन्नुभएको छ, अब छिट्टै मेरो हात माग्न मेरो घरमा आउनुहुन्छ। बिबुको परिवारले उसले भनेको मान्ला त? अनि फेरि उसको परिवारलाई त बुहारीसँग दाइजो पनि चाहिने होला। अनि तेरो परिवारले दिन सक्छ त? त्यो कुरामा तैँले धेरै चिन्ता नगर न, विवेक छ। आफ्नो परिवारमा सबै कुरा मिलाइहाल्छ नि, त्यसमाथि मिलाउँछु पनि भनेका छन्। तँलाई फेरि हाम्रो सम्बन्ध कस्तो छ भन्ने थाहा नै छ। विवेकले मलाई कति धेरै माया गर्छ, ज्यानै दिन तयार छ। त्यसमाथि म दुई जुकी पनि त छु। यस्तो अवस्थामा कसरी छोड्न सक्छु? के रे, दुई जुकी रे? तैँले के गरे यस्तो? एकचोटि सोच्नु पर्दैन? हाम्रो समाज कस्तो छ भनेर तैँले राम्रोसँग बुझेको छस्। फेरि तिमीले सोचेको जस्तो भएन भने के गर्ने नि? यस्तो समाजमा मुख देखाएर हिँड्न सक्छस्? बाबा, मलाई त सोच्दा पनि डर लागेर आइसक्यो। नडर न, त्यति दिनसम्म हाम्रो बिहे भइहाल्छ नि, मलाई थाहा छ। ल फेरि तिमीहरूको बिहेमा मलाई चाहिँ बोलाउनु नबिर्सिनु नि फेरि।